संस्कृति श्रम पार्कबाट र मेरो भाइ क्यामेराम्यानमा हुनुहुन्छ। हामी आज तपाईँलाई यहाँको वस्तुगत सम्पूर्ण जानकारी गराउनेछौँ। त्यसै अनुरूप अब बाहिर म अगाडि बढ्दैछौँ। हाम्रो आदरणीय सम्माननीय संसद हर्क सम्पाङको कन्सेप्ट यो अवधारणा एकदम पपुलर अवधारणा हो कि विश्वभरिमै। अब यो भाइले एउटा यहाँ नारा लेखेको छ अरे, स्लोगन पोर्ट त केटा के लेखेको छ? यहाँ एउटा फोटो देखाइएको छ हैन, अनि फोटोमा चाहिँ एकदम त्यो अब हलोरजुको देखाइरहेको छ। देखा न त्यो अगाडि क्यामेरामा, त्यही अब हलोरजु त्यो खेतीपाती किसान सम्बन्धी हो। नारा यो नारा पढ। यो नारा यहीँ लेखिएको छ। के लेखिएको छ भने, सानो छ खेत, सानो छ बारी, सानै छ जहाँ नगरी काम पुग्दैन खान, साझा र बिहान। काँधोको शोभा हलो र जुवा, हातमा कोदाली, जीवनमा धान्न गर्नु नै पर्ने उकाली ओह्राली। गुड। यो स्लोगन वास्तविक हो के केटा हैन? त नेपाली पढिया विद्यार्थी अब यसलाई के भनेर कसरी व्याख्या गर्छ एकचोटि केटा वरिपरि देखाउनु पर्यो। अब यो चाहिँ के भनेको छ भनेपछि हैन, वरिपरि अब त्यही भनेको छ, सानो छ खेत, सानो छ बारी, सानो छ जहाँ नगरी काम पुग्दैन खान, साझा र बिहान हुनु छ। त्यही छ। अब ऊ चाहिँ खेतबारी चाहिँ सानो छ, अनि परिवार पनि सानो छ, तै पनि काम गर्नै पर्छ अनि तै पनि काम गर्नै पर्छ भन्ने छ। काम नगरी जो काम गर्दैन त्यो अल्छी हो, त्यसले गर्न केही सक्दैन भन्ने एउटा व्याख्या हो के, बुझिस्? उकाली होस् या ओह्राली होस्, तर पनि त सङ्घर्ष गर्नुपर्छ नि जिन्दगीमा भनेर भन्न खोजिएको हो। यो कहाँसम्म छ एरिया? माथिसम्म होला नि? द एरिया माथिसम्म छ। यिनीहरू फोटोहरू धेरै छन्, केही सबै एक एक देखाउँदै एक एक देखाउँछौँ है। हो, यो भन्नेको मतलब अब हरेक कुनै पनि देश विकास हुनका लागि त्यहाँ श्रम चाहिन्छ। जस्तै उदाहरणका लागि कोरिया भयो होइन, त्यसै गरी चीन, अनि त्यसै गरी विभिन्न अहिले जति डेभलप कन्ट्री छन्, जति विकसित कन्ट्री छन्, त्यहाँ श्रम नभएको होइन। श्रम भनेको पहिलो डेभलपको पहिलो पिलर हो क्या, पहिलो मेरुदण्ड हो। त्यसैले हामी त नेपालीहरू गाली गरेर खुट्टा काट्छौँ, उसले यसले भन्यो यस्तो भन्यो भनेर खुट्टा काट्ने गर्छ, त्यो चाहिँ राम्रो होइन। हाम्रो आदरणीय हर्क सम्पाङ दाइको यो कन्सेप्ट हो, उहाँले गर्नुभएको अवधारणा यो चाहिँ 77 जिल्लाभरि नै लागु हुनुपर्ने के। अब श्रम नभयो भने हाम्रो देश कहिले पनि उठ्न सक्दैन माथि। हामी त गफै गफ हान्छौँ, ठुल्ठुला गफ हानेर अहिले यो 32 वर्षसम्म त देश आएको यहीँ छ नि होइन? हो, त्यो कारणले हामी श्रम गर्नुपर्छ भनेर आज हामी दुई भाइको आउनुको यो उद्देश्य पनि यही हो। हामी यहाँबाट केही न केही सिक्छौँ होइन त केटा? हो दाइ। अब हामी श्रम युवाहरूले यदि यो कुरो सिकेनन् भने अरू पुस्ताहरूले सिक्न सक्दैनन् के। हामी युवाहरूले यहाँबाट धेरै कुरा सिक्नुपर्छ। अब श्रम गर्ने हो भने श्रम अनिवार्य आवश्यकता हो, श्रम बिना केही पनि गर्न सकिँदैन। त्यो कारणले श्रम चाहिँ अनिवार्य चाहिन्छ। त्यसैले साथीहरू बुझ्नुपर्छ है साथीहरू, तपाईँहरू श्रम बिना केही पनि गर्न सक्नुहुन्न र श्रम चाहिन्छ। त्यही कारणले हाम्रा आदरणीय हाम्रो सम्माननीय संसद हर्क सम्पाङको रिभोल्युसन हो, क्रान्ति, श्रम क्रान्ति हो। यो क्रान्तिलाई विश्वभरि पहिला हाम्रो देशका 70 जिल्लामा बिउ छर्न सक्यो भने मात्र देशको विकास हुने गर्छ। यहाँ त के भयो भने काम गर्नेको सित्तै खाने, सरकारमा बसेकाहरू सित्तै गफ भजाएर खाने एउटा चलन चल्ती चल्यो। अब मिहिनेत एउटा किसानले गर्छ, पसिना किसानले बगाउँछ, त्यहाँ त माथि ताली भड्काएर अनि कुर्सीमा गफ हानेर मात्र खाने परम्परा उहाँले चाहिँ खोज्नुभएको छ। उहाँ आफै मेयर भएर हुँदा पनि उहाँले आफैले यहाँ आएर श्रम गर्नुभएको, त्यो त श्रद्धेय कुरा हो नि। त्यो त सबैले सिक्नुपर्ने कुरा होइन र, हो कि होइन? हो दाइ हो। अब हाम्रा नेताहरू त के छन्, मान्छे एउटा किसानहरूले भेट्नै मान्दैनन् यार, हेर्नै चाहँदैनन्। उहाँ त दाइ त्यत्रो कार्यकारी पदमा बस्दा पनि उहाँले यहाँ काम गर्न छोड्नु भएन। त्यो कारणले आज हामी तपाईँलाई पुरा यो श्रम पार्कको पुरा अपडेट देखाउँदैछौँ। तपाईँहरूले हाम्रो युट्युब च्यानलमा गएर सब्सक्राइब गर्न नभुल्नु होला। अब आगामी दिनहरूमा हाम्रो नयाँ च्यानल पनि सुरु गर्नेछौँ, आरबी ब्लग भनेर हिरोको भाइको। त्यसमा पनि हामी पछि विभिन्न ठाउँका भिडियोहरू ल्याउँछौँ होइन? त्यहाँ गएर पनि हेर्न सक्नुहुन्छ। अहिले यो हाम्रो होमला स्टुडियोमा गएर हेर्न आजको भिडियो
हेर्न सक्नुहुन्छ किनभने हामी शरम को बारेमा हामी सबै ठाउँमा फैलाउनको लागि आज यो 77 जिल्लाबाट यही भाइ के भन्छ नेपालीमा यसको प्रभाव चाहिँ सबै ठाउँमा फैलिएर परोस् भन्ने हिसाबले हामीले हाम्रो रिपोर्टिङ गरिरहेका छौँ। यो माथिसँग फोटोहरू कहाँ पोस्टर कहाँ हाम्रा पोस्टर हाम्रो सम्माननीय संसदज्यूको त पोस्टर मैले देखाइसकेको छु तल। हो त्यस्तो छ केटा। अब अनि यो पछाडिको एउटा खोला पनि छ सानो दोकान यो पछाडिको खोला अहिले तल छ दाइ। यो यस्तो छ है गाइजहरू, तपाईँहरू यदि आउनुभयो भने योको यहाँबाट तपाईँले केही गर्नुपर्छ भन्ने तपाईँलाई प्रेरणा मिल्छ क्या, हौसला मिल्छ होइन त केटा? हो यहाँ आउँदा बित्तिकै हेर्दा बित्तिकै ओहो चाहेपछि नहुने के रहेछ भन्ने एउटा प्रेरणा मिल्छ। त्यो कारण सबैले यहाँ एकचोटि आएर भिजिट गर्नु होला र आफ्नो जीवनमा लागु, सुरु त हामीले जीवनमा लागु गर्ने अहिले अब कुर्सी बजाउँदै कुर्सीमा बसेर मात्र हुनेवाला केही छैन। जो यस्तो लिडरसिप होस् जसले काम पनि गरोस्, जनतासँगै जोडियोस्, सर्वसाधारणसँग जोडियोस् र माथि नीति निर्माण बनाउने तहमा पनि पुगोस्। जस्तै हामीले उदाहरणका लागि हेऱ्यो भने त सिजिपिङको उदाहरण हेर्न सक्छौँ नि त। सिजिपिङ भनेको पनि राष्ट्रपति हुन् तर उनी किसानसँग पनि त जोडिन्छन् नि। तर हाम्रा यहाँ नेपालका नेताहरू गफै गफ हार्ने। अहिले अब एकजना हाम्रा श्रम पार्कका फाउन्डर हर्क दाइले गरेको एउटा राम्रो कामलाई पनि के भनिरहेका छन्, खुट्टा तानिरहेका छन्, यस्तो गाली गरिरहेका छन्, तथानाम गालिरहेका। हुन त हाम्रो नेपालीहरूको खुट्टा तान्ने र अर्को त्यो गफ खाने बानी परेपछि राम्रो कुरा पढ्न गाह्रै हुन्छ कि। कतिसम्म फैलिएको छ यो श्रम पार्क? यो श्रम पार्क चाहिँ माथिसम्म फैलिएको छ। जो वरिपरि रुखहरू त टन्नै रोपेर छन् है? वरिपरि एकदम रुखहरू रोपिएको छ। अनि यो श्रम पार्कको कति मिटर जति टाढा होला के त? हजुर श्रम पार्कको लम्बाइ अहिलेसम्म हामी चाहिँ कति मिटर छ भनेपछि कमसेकम त्यही 200 मिटर 200 मिटर त हामी भित्र आइसकेका छौँ। अझै माथिसम्म छ त्यही? अझै माथिसम्म छ। यसको पछाडि यो खोला बगिरहेको छ नि? हजुर खोला खोला चाहिँ फोर यहाँ त धमिलो होइन छ कि तपाईँ पनि धमिलो? यहाँ धमिलो खोला देखाउने हो दाइ? खोला एकदम यस्तो छ, धमिलो छैन? खोला दाइ धमिलो छ, खोला धमिलो छ, हल्का धमिलो छ। के भएर धमिलो बनाए है? यो धमिलो भन्दा पनि यहाँ माथि हल्का उ छ, त्यो हल्का थोरै पहिरो टाइपको चाहिँ आउने एउटा सम्भावना छ। अनि सम्भावना हुँदाखेरि त्यसले उ गर्छ कि भन्ने कुरा हो। धरानमा गर्मी पनि छ है केटा, अत्याधिक गर्मी पनि उच्च रहेको छ है? हजुर गर्मी पनि आज हामीले देख्न सक्छौँ। अब केटा माथिसम्म जानु सम्भव छ होला? दाइ यहाँ के भन्ने छ भने चाहिँ काम हुँदैछ भन्ने छ, काम हुँदैछ बिस्तारै जानुहोस् भन्ने छ। तर हल्का कस्तो छ भनेपछि थोरै सिँढी चाहिँ कम छ। हेर्नुहोस् नि यहाँको बाटो यस्तो छ, माथिको बाटो काम हुँदैछ भने त्यस्तो छ। होइन त्यही भएर हामीले चाहिँ हामी यहाँ फर्किने निदो गरेका छौँ। फर्किनु पर्ने भयो। हाम्रो च्यानललाई सब्सक्राइब गरी छेउमा रहेको बेल आइकन थिच्न पनि नभुल्नु होला। आगामी दिनहरूमा हजुर थुप्रै भिडियोहरू ल्याउनेछौँ र यो भाइको आफ्नै नयाँ च्यानल यसको स्थापना गरिदिन्छु, त्यहाँ गएर पनि सब्सक्राइब गरिदिनु होला। उसले ब्लग ल्याउँछ पनि, आफै पढेको मान्छे उसले आफैले वर्णन गर्छ, राम्रो ठाउँ देखाउने प्रयास गर्नेछ। हस् हो दाइ, हुन्छ भन्दै अब भिडियोलाई आज यहीँ इन्डिङ गरौँ। भिडियोलाई हामी इन्डिङ गर्न लागिरहेको छ भन्दै भिडियो इन्डिङ गरौँ। त्यसपछि ल त हामी थ्याङ्क यू सो मच वाचिङ दिस भिडियो। सब्सक्राइब गरौँ, सब्सक्राइब गर्नु होला। ठोकम गाइज ठोकम सब्सक्राइब गर्न ठोकिहालौँ के युट्युबमा गएर रातो बटन भत्ता
फटाफट एन्ड गरिस् अन्त इन गरी ल फोटो खिचेर राम्रो राम्रो ठाउँमा